ठ्याक्कै भन्नु त्यो प्रकाश सुवेदी पनि पागल हो अब के त म पागलै हो त यस्तो हुन्छ के अब म तपाईँलाई एउटा अचम्मको कुरा के भन्छु भने सबै साइन्टिस्टहरू पागलै हो जतिजना कुलतमा फस्नु भएको छ रक्सी जार चोर ड्रग्स उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अझ खाऊ भन्छ केही छैन त के गर्ने अब लुटेर त्यहाँ खाऊ लुटेर खाऊ अब त्यो भन्नु उपाय केही छैन यहाँ होइन भने के भन्ने तिनीहरूलाई अब कुलतमा आएकोलाई अरू घरमा आम्बाउलाई घाँडो छ बरु छिटो खाऊ छिटै मर नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिइसकेपछि तपाईँले के फाइदा लुट्नु भयो अहिलेसम्म दिएको दिएछु मैले त प्रचण्ड दाइ र चाहिँ केपी ओली दाइ भनेको शिवशेष दाइ र भुवन दाइ जस्तो हो है उहाँहरू भएको फिल्म हिट छ उहाँहरू भए पनि उहाँहरू मिल्यो भने यो देश हिट हुन्छ भोट दिनु जिताउनु अनि त्यहाँबाट चाहिँ विकास गराउनु नगर्यो भने यहीँबाट लखट्नु भनेको थियो म त्यसमा तपाईँहरूले नेतालाई लखट्न सक्नुहुन्छ राजेन्द्र खड्कीले कलाकारले परेपछि लखटिहाल्छ नि यार राजा लखटे नेता को हो र यार भने नेताहरू को हुन् भने प्रचण्ड दाइ को हो होइन केपी ओली दाइ को हो र शेरबहादुर दाइ को हो कमल थापा दाइ को हो अहिलेको नेताहरू को हो र तपाईँ को हो म को हो तपाईँको गाउँको त्यहाँ लोकल नाम चाहिँ बाबुराजा भनेपछि एकदम फेमस छ होइन डन त्यो भए अहिलेको डन पहिलाको दादै भनौँ न मतलब चाहिँ शरीफ दादा तपाईँ त खुरापाती र ट्यालेन्ट मान्छे त हो नि खतरनाक पनि हो तपाईँ चाहिँ खुरापाती भन्नु फेरि मलाई खुरापाती भनेको ट्यालेन्ट दिमाग यो हामी कसो भने बोल्दाखेरि रफ भाषा खुरापाती भन्न अन्यथा नलिनु होला ए यो भयङ्कर खुरापाती भनेको ट्यालेन्ट हो प्रकाश सुवेदीलाई पागल भन्नुभएछ नि उहाँले त चित्त दुखाउनु भएको छ तपाईँ पनि पागल हो है कमल थापा दाइ जित्नुपर्छ भनेपछि के गर्नु त अनि मैले भने कि रूपचन्द दाइ चाहिँ जित्नै पर्छ अरू मतलब भएन होइन मतलब भएन म ब्यालेट बक्समा गएर कति भोटले जित्छ 15,000 ड्राङ यसो यहाँ हान्नुभयो तपाईँ गुन्डा नै हो डन नै हो यो आज यो के ठ्याक्क भन्नुहोस् पितनान शाह पनि डनै हो है आर यु कमेडी मी कार्यकर्ताले चाहिँ नेतालाई नगर्ने बेला भइसक्यो भने अनि कसरी हुन्छ हामी गएर चाहिँ हाम्रै घरमा होइन अस्ति मेरो छोरालाई मैले तर्सनलाई मैले बन्दुक निकालेमा ठोक नली हानिन्छ तिनीहरूको चाला पाल्छ फेरि पनि भने तिनीहरू अब अस्ति गगनजीले भनेन गगन भाइले भनेन अस्ति ल्यापटपमा 4 महिनाको 4 लाख कमाउँछ बजिया भोट हाल्यो किर्तिपुरको डाँडा बसेर ल्यापटप चलाएर मैले ल्यापटपको 4 लाख कमाएन भने त्यसो टाउ पर्दैन 10 दिन सुटिङ गरेर 1000 रुपियाँ पाउँथ्यो साई नेपाल चलचित्र संस्थानमा त दिनै 200 रुपियाँ दिन्थ्यो अब एक सजिलो काम हो नि त अनि इभिनिङमा त्यो बेला परे भए तपाईँले पनि हान्थ्यो अब हामीलाई पैसा दिन्थ्यो हामीलाई बाल मतलब हुन्थेन सिस्टम हिलाबला यादव सरकार फेरि सुतिराके भागलाई त टर्चर न 1.5 वर्ष हाने मैले जोरपाटी भैँसपाटी कुदेर त बिचारहरूलाई मैले सरी मागेँ अस्ति पनि मागेको छु अहिले पनि सरी है यो जुनमा मैले हाने अर्को जुनमा मलाई हान्नुहोस् आज तपाईँले छ नि तीनैजना नेताको विशेषता भन्नुहोस् ल केपी शर्मा ओली शेरबहादुर प्रचण्ड उहाँको राम्रो पक्ष के त तीनैजनाको भन्नुहोस् उहाँको त नारायण पछि भन्छ मेरो यो 1000 रुपियाँको जुत्ता लाछु मैले 1000 रुपियाँको जुत्ताले के गरेर हिँड्ने काम होइन गाडी करोडको होस् न गुर्ने काम होइन भने नि अब यो मैले लाउँछु यो हामी ग्ल्यामर लामो छ उहाँहरू ग्ल्यामरमा छैन हामी त फिल्ममा हो म 63 वर्ष अब 64 वर्ष लाग्छ म त आर्य घाटमा पुगेँ तपाईँ पनि छेउछाउमा छ हामी दुईजना त